फ्री ट्रेड यो चाहिँ अब हाम्रो मेनली आउने भनेको कति 8 मार्क्समा आउन सक्छ, कहिले कहिले 5 मार्क्समा आउँछ। यो चाहिँ अब फ्री ट्रेड भन्छ नि, इट रिफर्स टु द बाइङ एन्ड सेलिङ अफ गुड्स एन्ड सर्भिसेस बिट्विन 2 or more कन्ट्रिज विथ मिनिमम रेस्ट्रिक्सन्स। यसमा चाहिँ हामीले त्यो ट्रेड हुन्छ नि दुईवटा देशको बिचको, त्यस्तो ट्रेडमा चाहिँ हामीले रेस्ट्रिक्सन हुन्छ नि त्यो चाहिँ थोरै लगाउने गर्छ कि, त्यसैले यसलाई हामीले फ्री ट्रेड भने। यसमा चाहिँ फ्रिडम छ ट्रेड गर्नलाई। यसको हाम्रो एडभान्टेज र डिसएडभान्टेजमा जाउँ। यो चाहिँ कहिले हाम्रो 5 मार्क्समा एडभान्टेज लेख भन्छ, कहिले डिसएडभान्टेज लेख भन्छ, कि त जोडेर चाहिँ हामीलाई 8 मार्क्समा लेख भन्छ। यो क्वेसनबाट यो टपिकबाट चाहिँ फर्स्टमा चाहिँ हाम्रो एक्सपेन्सन अफ मार्केट साइज। यो चाहिँ एकदमै बेसिक कुरा हो, सबलाई लजिकली थाहा नै छ क्या यो कुरो चाहिँ। कसरी भन्नुपर्छ नि, फ्री ट्रेड भनेको चाहिँ एउटा देश र अर्को देशको बिचमा हुने त्यो व्यापार हुन्छ नि, त्यसमा चाहिँ फ्रिडम छ क्या, जसले गर्दा चाहिँ एउटा देश अर्को देशसँग एकदमै धेरै व्यापार गर्न सक्छ कि। त्यसले गर्दा त्यो मार्केट हुन्छ नि, एउटा इकोनोमी एउटा देशभित्रको त्यो मार्केट साइज चाहिँ एक्सप्यान्ड भएर चाहिँ धेरै देशहरूसँग चाहिँ रिच आउट गर्न सक्छ भने एक्सपेन्सन अफ मार्केट साइज। अर्को चाहिँ हाम्रो गेन अफ टेक्नोलोजी। गेन अफ टेक्नोलोजी भन्ने छ नि, यति एउटा देश चाहिँ डेभलपिङ कि त अन्डर डेभलप छ अरे कि त्यो देशले, त्यो देशको चाहिँ आफ्नो त्यो कन्ट्री डेभलप गर्न छ नि, इन्फ्रास्ट्रक्चर डेभलप गर्न, त्यसको लागि चाहिँ हामीले टेक्नोलोजीहरू चाहिरहेको हुन्छ कि टेक्नोलोजी। त्यस्तो टेक्नोलोजी चाहिँ हामीले बाहिर देशबाट चाहिँ इम्पोर्ट गर्न सक्छ। इम्पोर्ट त्यो नि कसरी भन्नु पर्यो, त्यसमा चाहिँ हाम्रो ट्याक्स एकदमै थोरै हुन्छ, किनकि यो चाहिँ हाम्रो फ्री ट्रेडमा परेछ नि, जसले गर्दा चाहिँ गेन अफ टेक्नोलोजी चाहिँ सजिलो हुन्छ। यसले देशलाई चाहिँ डेभलप गर्ने काम गर्छ यो नम्बर 2 ले चाहिँ। थर्डमा चाहिँ हाम्रो गेन अफ क्यापिटल। अब क्यापिटल भने चाहिँ एउटा सर्टेन एमाउन्ट भनौँ, अब बस एउटा लार्ज एमाउन्टकै एमाउन्ट जुन चाहिँ हाम्रो इन्भेस्टमेन्टमा प्रोडक्सन त्यस्तोमा चाहिँ युज हुने गर्दछ। अब फ्री ट्रेडभित्र छ नि, एउटा देशको चाहिँ मानव रिसोर्सेसहरू चाहिँ एकदमै धेरै छ अरे कि, तर त्यो चाहिँ युटिलाइज भएको छैन अरे कि। यदि बाहिर देशको त्यो बिजनेसम्यानहरू हुन्छ नि, इन्भेस्टर, तिनीहरू चाहिँ एउटा देशभित्र चाहिँ इन्ट्रेस्ट लागेर क्या, मानव इन्ट्रेस्ट लागेर कि त्यो देशको त्यो युटिलाइज गर्नलाई, त्यो रिसोर्सेसहरू युटिलाइज गरेर प्रोडक्सन गर्नलाई चाहिँ इन्ट्रेस्ट आयो अरे। त्यतिखेर चाहिँ नि उनीहरूले चाहिँ त्यो देशमा चाहिँ क्यापिटल इन्भेस्ट गर्न सक्छ कि, क्यापिटल इन्भेस्ट गऱ्यो नि, जसले गर्दा त्यो एउटा देशभित्र चाहिँ गेन अफ क्यापिटल भयो कि, गेन अफ क्यापिटल। यो चाहिँ देशलाई चाहिँ डेभलप गर्ने काम गर्छ, उनीहरूलाई चाहिँ फेरि फाइदा नै पाइरहन्छ क्या त्यो प्रोड्युसरहरूलाई। त्यस्तै भयो त्यो चाहिँ। अब 4 नम्बरमा चाहिँ हाम्रो प्रमोट्स हेल्दी कम्पिटिसन। अब फ्री ट्रेडभित्र छ नि, अब ट्रेडमा चाहिँ ट्याक्सहरू केही हुँदैन कि, हुन त हुन्छ तपाईँको एकदमै थोरै भइरहन्छ कि। त्यतिखेर चाहिँ छ नि, अब एउटा कम्पनीले चाहिँ प्रोडक्टहरू चाहिँ सस्तोमा बेच्न सक्छ कि, उनीहरूको क्वालिटी नै राम्रो हुन्छ नि, त्यसले गर्दा चाहिँ एउटा कम्पनी मानव एउटा कम्पनीको चाहिँ धेरै अगाडि पुग्यो अरे कि। अब अर्को कम्पनी नि त्योसँग रिच आउट गर्न खोज्छ नि, त्यसकै लेभलमा चाहिँ बस्न खोज्छ कि, जसले गर्दा चाहिँ उनीहरूको त्यो बिचमा चाहिँ हेल्दी कम्पिटिसन भएर बस्छ कि। एउटाले एउटाको त्यो प्रोडक्ट हेर्छ, त्यसपछि यसको राम्रो छ भनेर चाहिँ आफ्नो प्रोडक्टलाई चाहिँ इम्प्रुभ गर्दै जान्छ कि, हेल्दी कम्पिटिसन भयो नि, त्यही भने। 5 मा चाहिँ बेनिफिट्स टु इन्टरनेसनल कन्ज्युमर। अब इन्टरनेसनल मार्केटमा छ नि फ्री ट्रेड भयो, फ्रीली ट्रेड गर्न भयो क्या। त्यतिखेर चाहिँ अब एउटा कन्ज्युमरले चाहिँ मानव गुड्सहरू चाहिँ सस्तोमा चाहिरहेको छ अरे क्या। अब त्यो चाहिएको त्यो गुड्स हुन्छ नि, कमोडिटिज, त्यो चाहिँ एभाइलेबल हुन्छ कि सस्तोमा, जसले गर्दा चाहिँ एउटा कन्ज्युमरलाई चाहिँ एकदमै फाइदा पाइरहन्छ, किनकि त्यो सस्तोमा सामान पाइरहेछ, त्यसै गरी त्यसले चाहिँ एकदमै क्वालिटी प्रोडक्ट नै पाइरह्यो नि, त्यही भने यो। अब डिसएडभान्टेज, अब यति हामीले 8 मार्क्समा सोध्यो, यो दुवै चाहिँ 5-5वटा पोइन्ट लेख्नुपर्छ है। अब फर्स्टमा डिसएडभान्टेजको कुरा गर्नुपर्दा छ नि, फर्स्टमा हाम्रो छ डम्पिङ रिस्क। अब डम्पिङ भन्दा छ नि यो चाहिँ एउटा टेक्निक भयो कि, फ्री ट्रेड हुँदाखेरि चाहिँ युज गर्छ एउटा देशले। जता छ नि सुरुमा चाहिँ एउटा गुड्सहरूको त्यो एउटा कन्ट्रीमा चाहिँ एउटा गुड्स छ अरे कि, मानव एउटा लेदरको ज्याकेट छ अरे, त्यो लेदरको ज्याकेट छ नि उनीहरूको चाहिँ अब कस्ट धेरै भएर चाहिँ महँगोमा बेचिरहेको छ अरे कि। तर त्यो अर्कै देशले छ नि त्यही गुड्स चाहिँ त्यही देशमा चाहिँ एक्सपोर्ट गरेर बेचिरहेको छ अरे, तर त्यो गुड्सको त्यो भ्यालु हुन्छ नि, त्यो बाहिर देशबाट आएको त्यो गुड्स, त्यसको त्यो लेदर ज्याकेटको चाहिँ के अरे कस्ट चाहिँ एकदमै थोरै छ अरे कि, त्यसको त्यो प्राइस हुन्छ नि, प्राइस चाहिँ थोरै छ अरे। त्यो चाहिँ एउटा सर्टेन टाइमसम्म मात्र गर्छ कि, जसले गर्दा उनीहरूको त्यो प्रोडक्टले छ नि मार्केटलाई चाहिँ डोमिनेट गर्छ, त्यसले गर्दा छ नि डोमिनेट भयो नि, त्यसको त्यो कम्पिटिटिभवाला त्यो ज्याकेट हुन्छ नि, अर्को देशवाला ज्याकेट, त्यसको त्यो मार्केटमा भ्यालु चाहिँ घट्दै जान्छ कि। अब त्यो कुनै समयपछि छ नि त्यही सस्तोमा दिएको त्यो ज्याकेट छ नि त्यसलाई महँगो बनाइदिन्छ कि, जसले गर्दा चाहिँ मार्केटमा चाहिँ एकदमै त्यो एउटा क्र्यास आउट हुन्छ नि, क्राइसिस आउँछ कि, त्यस्तो भने डम्पिङ रिस्क भने। डम्प गरिदिने कि, सुरुमा चाहिँ राम्रो गर्यो, त्यसपछि चाहिँ अब नराम्रो गरिदिने, त्यसलाई भने डम्पिङ। अब फ्री ट्रेडभित्र चाहिँ यस्तो हुनसक्छ भने चाहिँ एउटा डिसएडभान्टेज भयो। अब सेकेन्डमा चाहिँ इकोनोमिक डिपेन्डेन्सी। अब हामीले छ नि सस्तोमा चाहिँ गुड्सहरू पाइरहेको छ कि बाहिर देशबाट, सस्तोमा राम्रो क्वालिटी छ अरे, त्यसले गर्दा छ नि अब एउटा इकोनोमीले चाहेको गुड्सहरू चाहिँ एउटा देशबाट चाहिँ सस्तोमा पाइरहेको छ, त्यो डिपेन्ड हुन्छ कि त्यो अर्को इकोनोमीभित्र चाहिँ।
अब इफ त्यो कन्ट्री छ नि त्यसमा एउटा के क्राइसिस भएर कि इकोनोमिक क्राइसिस भएर त्यसले त्यो एक्सपोर्ट हामीले त्यो पाइरहेको त गुड्स छ नि तिनीहरू चाहिँ एभाइलेबल गर्न सकेन अरे। त्यसले गर्दा चाहिँ हाम्रो देश चाहिँ छ नि हार्म हुन्छ कि हाम्रो देशलाई चाहिँ हार्म हुन्छ एकदमै, किनकि हामीले चाहिन्थ्यो त्यो गुड्सहरू भएन भने चाहिँ हाम्रो यतै आफ्नै एउटा क्राइसिस हुँदै जान्छ कि, त्यसले भने इकोनोमिक डिपेन्डेन्सी। थर्डमा चाहिँ हाम्रो इम्पोर्ट अफ हार्मफुल गुड्स। अब फ्री ट्रेडभित्र छ नि अब यसमा चाहिँ फ्री ट्रेडभित्र चाहिँ त्यो ट्याक्सहरू लगाएको हुँदैन नि, जसले गर्दा चाहिँ नि अर्को देशबाट एउटा देशमा चाहिँ हार्मफुल गुड्सहरू हुन्छ नि, लाइक ड्रग्स भयो, अब त्यो विड्सहरू के ड्रग्स भयो, एल्कोहल, त्यो इलिगल सामान हुन्छ नि, गन्सहरू, त्यो बारुद बमहरू, त्यो सबै चाहिँ इम्पोर्ट हुनसक्छ कि, त्यसको चाहिँ रिस्क हुन्छ फ्री ट्रेडभित्र चाहिँ, किनकि यता चाहिँ हामीले रेस्ट्रिक्सन्सहरू चाहिँ लगाएको हुँदैन नि, जसले गर्दा उनीहरू चाहिँ फ्रिली ट्रेड गरेर हुन्छ कि। अब फोरमा चाहिँ रिडक्सन इन सेभिङ एन्ड इन्भेस्टमेन्ट। अब रिडक्सन इन सेभिङ एन्ड इन्भेस्टमेन्ट भनेको छ नि अब हाम्रो एउटा फ्री ट्रेडले गर्दा चाहिँ नि कन्ज्युमरहरूलाई बेनिफिट छ त्यसले, जसले गर्दा चाहिँ नि उनीहरू चाहिँ धेरै कन्ज्युम गरेर बस्छ कि उनीहरूको खर्च चाहिँ धेरै हुँदै जान्छ। उनीहरूको इन्कम मानौँ 1 लाख छ अरे, उनीहरूको खर्च चाहिँ 80 लाख छ अरे कि, त्यो 20 भयो नि कसैले चाहिँ पुरै पैसा खर्च गरिदिन्छ कि, जसले गर्दा उनीहरूको त्यो सेभिङ हुँदैन। सेभिङ नहुनुको मतलब त्यो क्यापिटल फर्मेसन नभएपछि चाहिँ त्यो इन्भेस्टमेन्ट नै हुँदैन भनेको छ। यो चाहिँ एउटा डिसएडभान्टेज भयो फ्री ट्रेडको। अर्को भन्छ एडभर्स इफेक्ट अन डोमेस्टिक इन्डस्ट्री। अब नेपालमा हेर्ने भने चाहिँ डेभलपिङ कन्ट्रिज लाइक नेपाल जताको त्यो इन्डस्ट्रीहरू चाहिँ डोमेस्टिक इन्डस्ट्रीहरू हुन्छ नि उनीहरू चाहिँ आफ्नो त्यो इनिसियल स्टेजमा छ कि, सुरुको स्टेजमा चाहिँ धेरै डेभलप भएको छैन कि। अब उनीहरू चाहिँ त्यो गुड्सहरू प्रड्युस गर्छ नि त्यो चाहिँ अब मिडियम क्वालिटी कि त लो क्वालिटीको भएर बस्छ, जसले गर्दा उनीहरू चाहिँ मार्केटमा चाहिँ टिक्न सक्दैन। अनि त्यो फ्री ट्रेडले गर्दा चाहिँ उनीहरू चाहिँ नराम्रो इम्प्याक्ट इफेक्ट हुँदै जान्छ भनेर चाहिँ कि, यो चाहिँ फ्री ट्रेडको डिसएडभान्टेज भयो। That's all.